आज हामी दर्शकवृन्द खोटाङ जिल्ला र ओखलढुङ्गा जिल्लामा पर्ने दुधकोसीमा माछा मार्ने भनी जाँदैछौँ। माछा मार्न त खासै सजिलो छैन दर्शकवृन्द, साह्रै नै अप्ठ्यारो पर्छ। कोसीमा त्यो पनि भेलबाढी आइरहेको अवस्था हुन्छ। जयराम घाट हामी पुग्नेछौँ। ओखलढुङ्गा र खोटाङको काखमा लुकिरहेको जयराम घाट भनेर पनि चिनिन्छ। जयराम घाट हामी पुगिसकेपछि त्यहाँका हरेक मानिसहरूसँग हामीले भेट्नेछौँ, कुराकानी गर्नेछौँ र त्यहीँ बसोबास गर्दै आउनुभएका पुर्खौँदेखि भोगचलन गर्दै आउनुभएका एकजना लिम्बू कान्छा दाइसँग हामीले भेट्नेछौँ। भिडियो आजको अति नै रमाइलो र राम्रो बनेको छ। भिडियो अन्त्यसम्म हेर्दै जानुहोला। भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट चाहिँ छोड्दै जानुहोला। साथीहरू यो कुन माछा हो, यो कसरी कहाँ कसरी उत्पत्ति हुन्छ, यो माछाको विषयमा बताइदिनुहोस् त। गर्दी माछा हो। हजुर हजुर। यो गर्दी माछा चाहिँ खास गरी बल्छीमा लाग्दैन। आजको यात्रा चाहिँ सुरु गरौँ। तल देखिने कोसी चाहिँ दुधकोसी भनेर चिनिन्छ। हामी पुगिसकेको छैनौँ। पुगिसकेपछि सबै जानकारीहरू तपाईँहरूको माझमा ल्याउनेछौँ। हरेक कुराहरू सोझबुझ गर्नेछौँ। बुझिसकेपछि जयराम घाट वरपर घुम्नेछौँ। वरपर घुमेर हरेक कुराको सेयर गर्नेछौँ अनि तपाईँहरूको माझ प्रस्तुत पनि गर्नेछौँ। तल देखिने कोसी चाहिँ दुधकोसी भनेर चिनिन्छ। माछा मार्न जाने टोलीहरूको नाम यस प्रकारको रहेको छ। साथीहरू आफ्नो परिचय खुलाएर गरिदिनु होला। नमस्कार, मेरो नाम अर्जुन नेम्बाङ, ओखलढुङ्गा जिल्ला मानेन्जिङ गाउँपालिका वार्ड नम्बर 6 जयराम बजारबाट। नमस्कार, मेरो नाम डबल विकल्प, खोटाङ जिल्ला हलेसीकुवाथुङ नगरपालिका 1बाट। नमस्कार, मेरो नाम लाखबहादुर राई हो, खोटाङ जिल्ला हलेसीकुवाथुङ नगरपालिका 1बाट। साथीहरू आजको यात्रामा हामी अगाडि बढ्ने कोसिस गर्दैछौँ, जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्दै जानुहोला। तपाईँहरूलाई कस्तो लाग्यो घुम्नेको अवस्था, केही बताइदिनुहोस् न। यो पारिपट्टि पनि माछा मार्नेहरू चाहिँ उता पनि देखाउनुहोस्। त्यो पारिपट्टि खोटाङतिरको साथीहरू उतातिरको साथी बसेर माछा मार्ने गर्छन्, उता पनि देखाइदिनु होला। म त्यो देखाउँछु। हजुर। अनि अब यो कोसीको हामी किनारै किनार माछा अब यो मासतिरबाट सुरु गर्नेछौँ। हजुर हजुर। दुईजना साथीहरू हुनुहुन्छ यहाँ, हरि सर उहाँ क्यामेराम्यानमा हुनुहुन्छ। हस्, अब दर्शकवृन्द, माछा चाहिँ यसरी मारिन्छ जालबाट। हामी माछा समाउने प्रयास गर्दैछौँ। कतिको पर्छ जालमा चाहिँ
चोकेला रहेछ चोकेन्द्र जम्मै सुने यो एउटा लोहरी भन्ने अनि यो एउटा काप्रे भन्ने माछा परेछ। जलमाथि राख्नु त जलमाथि ल एकछिन फुकाल्दैछु। यो काप्रे भन्छ यसलाई। गाइज हेर्नुहोस् त, ल एकचोटि देखाइदिनुहोस् त। एउटा परेछ, गतिले माछा परेछ। यता 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 एकचोटि देखाउनुहोस्, ओराउनुहोस्। ल अलिक माथि लैजाउँ। गाइज धेरै धेरै ठुलो माछा परेछ। साथीहरू यो कुन माछा हो, यो कसरी कहाँ कसरी उत्पत्ति हुन्छ यो माछाको विषयमा बताइदिनुहोस् त। खासमा यो चाहिँ गर्दी माछा हो। हजुर हजुर यो गर्दी माछा चाहिँ खास गरी बल्छीमा लाग्दैन यो। हजुर हजुर जाल एउटा पकाउने जाल र छोकुवा जाल यस्तैमा मात्रै लाग्छ यो। ओहो काँडे माछा पनि आउँछ, काप्रे भन्ने माछा दुईटामा। यो एउटा लोहरी भन्ने अनि यो एउटा काप्रे भन्ने माछा परेछ। जलमाथि राख्नु त जलमाथि। ल एकछिन फुकाल्दैछु। यो काप्रे भन्छ यसलाई। वाह वाह, दामी सर्ट हान्नुभयो ल अहिले चाहिँ। अलि ठुलो स्वरले कराउनुहोस् त, माछा परेछ है भनेर। परेको छ माछा चाहिँ भित्रै बस्नु परेछ माछा। गतिलो एउटा माछा चाहिँ सानो छ है। त्यहाँ बस्नु न। एउटा निकै गतिलो छ, एउटा अलिक सानो। यो एकछिन है। कत्रो परेछ गाइज, धेरै राम्रो। 1 किलो भन्दा नि माथि माछा परेको छ। धेरै धेरै ठुलो माछा समातेको छौँ हामीले। उक्लिँदैछ।
यसलाई चाहिँ गर्दी माछा भनिन्छ। यो चाहिँ भर्खरै यही खुट्टाबाट चाहिँ हामीले छोपेर दुध खोलेर चाहिँ निकालेको गर्दी माछा। हामीले अहिलेसम्म समातिएको माछामा कति प्रजातिको समातिसक्यौँ? हामीले तीन प्रजातिको। हजुर बताइदिनुहोस् जम्मा त। एउटा गर्दी जाति अनि अर्को एउटा काब्रे भन्ने माछा, तपाईँको पहेँलो खालको काँडे माछा जस्तै हुन्छ, अनि अर्को चाहिँ लोहरी भन्ने माछा। हामीले 3 प्रजातिको फेला पारिसकेका छौँ। सेयर पनि गर्दै जानु होला।